सम्पूर्णमा नमस्कार। अहिले भने चाहिँ हामीहरू यहाँ हाम्रो किरण प्रिय साथी किरण गौतमको मासु पसलमा आएका छौँ। किरणजी भन्नुहोस् त तपाईँले के गर्नुहुन्छ, कहिलेदेखि स्टार्टिङ गर्नुभयो, कस्तो चलिरहेको? मैले चाहिँ अहिले ठ्याक्कै 1 महिना जति भयो, माघ 3 गरेर ठ्याक्कै 1 महिना हुन्छ। अहिले चाहिँ मासु राम्रै गइरहेछ, बिस्तारै बढ्ला भन्ने पनि अभिलाषा छ मसँग, लिएछु। र हाम्रोमा अहिले चाहिँ ससै छ, सस्तो राम्रो फ्रेस नै, टाइटलै फ्रेस भनेपछि हाम्रो फ्रेस हो। हामी कहिले पनि बेलुकाकोसम्म बेच्दैनौँ, किनकि हामीलाई यहाँ पुग्दैन मासु। बेलुका 9 बजीसम्म खुल्छ र हाम्रो लोकेसन चाहिँ विशाल चोक एनआइसी एसियाको साइडमा रहेको छ। हाम्रो चाहिँ एकदम फ्रेस मासु पाइन्छ, फ्रेस हो। कुखुराको ब्रोइलर, हब्बड, गिरिराज र अन्डा पनि पाइन्छ सुपथ मूल्यमा। र बिहे पार्टीको लागि सम्झिनु पऱ्यो भने 98 97 65 51 28 14मा कल मेसेज व्हाट्सएप गर्न सक्नुहुन्छ। हस्, धन्यवाद। अनि किरणजी, अनि तपाईँ त अनि विद्यार्थी पनि हुनुहुन्छ, विद्यार्थी अहिले पढिरहनु भएको छ, के पढ्दै हुनुहुन्छ, कहाँ पढ्दै हुनुहुन्छ, कस्तो चलिरहेको पढाइ? हाल चाहिँ वीरेन्द्र क्याम्पस, बहुमुखी क्याम्पस भरतपुर 10मा पढ्दैछु। अहिले चाहिँ 3rd इयरमा रनिङ छु। त्यही हो, अब पढाइ ठिकै छ, सँगसँगै व्यवसाय पनि गरौँ भनेर यही छ मेरो उद्देश्य। हस्, धन्यवाद। त्यही त नि किरणजी, मैले सोध्दैछु हजुरलाई, हजुर त अब साइन्स ब्याकग्राउन्डको मान्छे, अनि यस्तो व्यापार बिजनेसमा हात हालौँ भनेर कसरी लाग्यो भन्नु त? कसले चाहिँ प्रोत्साहन गरे तपाईँलाई यहाँ चाहिँ यहाँ व्यवसायमा हात हाल्नको लागि? होइन, अब यो के, अब साइन्स पढेर चाहिँ मासु नै काट्नु नहुने भन्ने कुरो कहीँ लेखेको छैन। त्यसलाई चाहिँ अब व्यवहारमा उतार्नको लागि के हो व्यवसाय भने, के हो बिजनेस भने, के हो भन्ने कुरा बुझ्नको लागि। किनकि साइन्स स्टुडेन्ट त हरेक कुरा जान्ने इच्छा हुन्छ नि त। त्यो घाटा होस् नाफा होस् आफ्नो ठाउँमा छ, तर व्यावहारिक जीवनमा बुझिन्छ नि त। व्यवसायले यस्तो गर्यो भन्ने कुरा बुझिन्छ नि। त्यो मेरो मूल मन्त्र चाहिँ त्यो हो, घाटा होस् नाफा होस् भने त आफ्नो ठाउँमा छ। किनकि हामीले पहिला जीवनमा बुझ्नु पऱ्यो, बिजनेस गरिसकेपछि के हुन्छ, बिजनेस गर्दा के हुन्छ भन्ने कुरा। त्यही त नि किरणजी, हजुर त अब त्यही त नि विदेशतिर चाहिँ पढ्नुपर्ने स्टुडेन्ट जस्तो देखेँ क्या मैले। बिजनेस गर्नुभएको छ होइन? के लाग्छ हजुरलाई, कहिले यो नाफामूलक रहेछ कि के रहेछ, कस्तो हुँदो रहेछ, यो 1 महिनाको अनुभव चाहिँ के छ हजुरको? अहिले चाहिँ खासै नाफा भन्दा पनि अहिलेलाई चाहिँ मैले नाफा खोजे खाइनँ। यो मार्केटिङ अहिले चाहिँ मेरोमा लोकप्रिय चाहन्छु। अहिले चाहिँ अब जस्तै क्वालिटी गर्छु म, क्वान्टिटीमा डिटर्माइन गर्दिनँ। कि क्वालिटी बेस्ट भयो भने मान्छे आफै आउँछन्, खोजी यहीँ आउँछन्। फ्रेस हब भने कहाँ हो भने त विशाल चोक खुदै आउँछन्। तर म क्वालिटीमा डिटर्माइन गर्छु, क्वान्टिटीमा गर्दिनँ भन्ने कुरा मेरो उद्देश्य हो। त्यही त नि कि एउटा व्यापार गरिसकेपछि चाहिँ व्यापार व्यवसाय गरिसकेपछि पहिले नै यस्तो नाफा खोजेर हुँदैन नि त होइन? पहिले आफ्नो मार्केट जमाउनु पऱ्यो। के छ हजुरको भने? मार्केट ठिक छ, अब बिस्तारै बढ्छ भन्ने मेरो आशा छ। सायद बढ्छ नै, किनकि मैले क्वान्टिटी हेर्दिनँ, क्वालिटी हेर्दिनँ, क्वालिटी हेर्छु, क्वान्टिटी हेर्दिनँ। त्यही हो। हस्, किन यसरी आज अनि बोलाइमा ठ्याक्क हामी लोकेसन चाहिँ कहाँनिर छ भनिदिनु त? यहाँ के छ वरिपरि सबै भनिदिनु न। यहाँ ब्याङ्कहरू कहाँनिर छ, भरतपुर कतिमा पर्छ, सबै भनिदिएको मिलाएर। यो विशाल चोक एनआइसी एसियाको साइडमा, विशाल चोकबाट पदमपुर जाने बाटो, भोजाड रोड भन्छ यसलाई। ठ्याक्क एनआइसी एसियाको साइडमा रहेको फ्रेस मासु अब भन्ने बित्तिकै आँखा सबैको नजर पर्छ। हस्, ठ्याक्क देख्न सक्नुहुन्छ यहाँ अगाडि चाहिँ यहाँ विशाल चोक रहेको छ। यो देखिएको विशाल चोक हो भने यो चाहिँ भोजाड जाने भोजाड जाने बाटो, अनि पदमपुर जाने बाटो मेन हो। यो चाहिँ भरतपुरदेखि कालिका जोड्ने यो मुख्य हाइवे पनि हो। यदि हजुरहरू पनि यहाँदेखि जाँदै हुनुहुन्छ भने घर जाँदाखेरि एकदम मासु कहाँ पाइएला, बेलुका कति बजीसम्म खुल्छ भनेर चाहिँ बेलुका 9 बजीसम्म खुल्छ हो हजुर? त्यही त, बिहान 6 बजेबाट 10 बजीसम्म, बेलुका 9 बजीसम्म। अर्डर आयो भने 10 बजी पनि आइन्छ। अर्डर आयो भने दिउँसोको समय चाहिँ 1-2 घन्टा चाहिँ बन्द रहन्छ। अन्य समय भने चाहिँ उहाँले चाहिँ सेवा दिँदै आइराख्नु भएको छ। उहाँ एउटा विद्यार्थी पनि हुनुहुन्छ होइन? विद्यार्थी भएर पनि एउटा व्यवसाय चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ उहाँको रहेको छ। अनि
हजुर के छ अनि अन्य कुराहरू भन्नुहोस्, हजुर पनि के गर्दै हुनुहुन्छ? म त यतै छेउमा बस्छु कि, अनि दाइको पसल पनि एकदमै राम्रो, मासु पनि एकदमै फ्रेस पाउँछ कि। म त एकदमै रेगुलर कस्टमर जस्तो पनि भयो। म धेरै पसलहरूमा ट्राई गरेँ क्या, त्यहाँ पनि एउटा छेउमा पसल छ, त्यहाँ पनि राम्रो खालको पाउँदैन क्या। म त्यहाँ पनि बसिरहेको थिएँ, त्यहाँ पनि यताउता एकदमै फ्रेस हुन्छ क्या। दाइले सधैँ काट्नुहुन्छ, सधैँ त्यही फ्रेसलाई अलिकति हुन्छ भने थोरै बेच्नुहुन्छ, तर राम्रो बेच्नुहुन्छ क्या। त्यही हो, त्यही भएर म नि अहिले मासु किन्नु नै आएको छु। म त आउँछु, म त्यही त नि, यस्तो हुँदो रहेछ है। होला के, राम्रो पनि पाउँछ, पसल पनि ठिकठाकै हो, एकदम फ्रेस पाउँछ है। ल सबैजना देख्न सक्नुहुनेछ, यहाँ चाहिँ बेलुकाको समयसम्म खोल्छ। बेलुकाको समयसम्म चाहिँ जति बिक्री हुन्छ उति नै ल्याउनुहुन्छ, बरु बेलुका नै गएर उतिखेरै गएर चाहिँ ल्याएर आउनुहुन्छ। कुखुराहरू चाहिँ एकैछिनमा ल्याएर आउनुहुन्छ, त्यही भएर यहाँ चाहिँ एकदम फ्रेस मासु पाइन्छ। सबैजना चाहिँ आउनु होला। यदि भरतपुर 10 र 11 मा हुनुहुन्छ भने यता यहाँदेखि चाहिँ कालिका चोक, उता कालिका नगरपालिका जाँदै हुनुहुन्छ भने चाहिँ पदमपुर जाने बाटो नि यो मुख्य हाइवे हो। सबैजना चाहिँ आइदिनु होला। यो सबै म चाहिँ देखाउँदैछु है त, भित्र के कस्तो छ। यहाँ सबैजना व्यवसायहरू लागिरहनु भएको छ सबै होइन। मसलाहरू पनि पाउँदो रहेछ होइन, सबै राख्नु भएको मसला के राख्नु भएको भनिदिनु त? जिरा मसला, चाट मसला, मिट मसला सबै पाइन्छ। अनि गिरिराजको मासु, लोकल कुखुराको, खसी त सरी पाइँदैन, बिस्तारै राख्नुहुन्छ। बिस्तारै राख्छु। अहिले चाहिँ हाल अब 1 महिना भइरहेछ, अहिले खसी चाहिँ राखेको छैन। लोकल कुखुरा, लोकल भाले त्यहीको मासु राखिन्छ। तपाईँ भन्नु त अन्य व्यवसायमा आउने अन्य साथीहरूले पनि यस्तै कुरा गरौँ